हेलो गाइस, यता हामी चाहिँ अरुणाचल आएको थियौँ परशुराम कुण्ड भनेर। त मन्दिर जाँदैछौँ हामी गाइस, हेर्दै जानु। बहुत सिँढीहरू हिँड्नु पर्दो रहेछ। अनि यता तल चाहिँ पानीको आवाज कस्तो गर्छ सुन्नुभयो होला। पानीको आवाज चाहिँ कस्तो गर्दै थियो। यता हस्बेन्डहरू नुहाउनु भनेर रेडी हुनुहुँदै थियो। हामी चाहिँ हात खुट्टाहरू धुयौँ। अनि यता हेर्दै जानु भिडियो चाहिँ। हामी चाहिँ यहाँ पूजासुजा गरेर हामी फोटोहरू मार्यौँ सबैजना जतिजना गएको थियौँ। अनि यहाँको पानीको शब्द चाहिँ यति नै ठुलो आवाज गर्दो रहेछ। हामी फर्स्ट टाइम गएको गाइस। अनि हजुरहरू चाहिँ जानुभएको छ कि छैन? हामी चाहिँ गयौँ भएर फर्स्ट गएको। अनि हामी फोटोसोटो मार्यो। हामी एउटा पार्कमा गएको थियौँ। अनि गएर त अलिअलि पानी हुँदै खेल्यौँ। बहुत चिसो पानी रहेछ, किनभने त अहिले ठन्डा पनि लाग्न आँट्यो। हामी अक्टोबर महिनाको। अनि यति नै चिसो पानी रहेछ, मजै लाग्यो। गरम पनि थियो। अनि यहाँ चाहिँ यतिकै पानी चाहिँ यति नै सफा। हामी अनि यता म चाहिँ बसिरहेको छु, किनभने मलाई धेरै नै राम्रो लाग्यो यहाँको पानीहरू। यता यो चाहिँ जेठानी हो। यता मेरो यो भदै हो। यता सबै बच्चा पार्टी, ठुलो पार्टी सबैजना छन्। पानी आउनु हुँदैछ। मेरो हस्बेन्ड र मेरो बेटा। अनि यता हेर्दै धेरै नै थियो। अब सबैजना यतिकै हामी यता हिँड्यौँ। अनि फोटोसोटो पनि मार्यौँ। एक दुई कपी त अब जहाँ पुगे गए पनि फोटो त मारिहाल्नुपर्छ होइन र गाइस। अनि हामी फोटोसोटो मारेर यहाँबाट पनि अब अहिले हामी अब निस्किनु नै आँटेको। हामी धेरै टाइम बसेनौँ हामी, किनभने परशुराम मन्दिर भनेर गएको थियौँ। मन्दिर सन्दिर गइवरी आएर यता हामी अलिकति पसेर जाउँ न, हेरेर जाउँ। सबैले भिडियोहरू हाल्नुहुन्छ, हामी पनि हेरेर जाउँ भनेर पस्यौँ। अरूको देख्दा त अब जाउँ जस्तो लाग्छ नि। अनि यता हामी आएर चाहिँ फेरि गोल्डन टेम्पल पस्यौँ। गोल्डन टेम्पलमा एक दुई कपी जहाँ पनि गएपछि फोटो त मारिहाल्नुपर्छ होइन र गाइस। अनि यता हेर्दै जानु गोल्डन टेम्पलको भिडियो चाहिँ अलिकति मैले गरेको थिएँ। अनि हामी चाहिँ सबैजना फोटोहरू यता मार्यौँ। यता जेठानी, म, हामी छोरीसँग फोटो मारेँ। अनि यता हस्बेन्ड, म सबैजना एक दुईवटा पोस्ट मेरो हस्बेन्डको हेर्नु। यता जेठानी, जेठाजु। अनि यतिमै भिडियो आजको लागि। कस्तो लाग्यो भिडियो गाइस? यति आजको लागि चाहिँ बाई बाई, यतिमै।